ल गाइज बल्ल बल्ल सुगमलाई भेट्यो 1 घण्टाको वेटमा है। गाइज रमाइलो भइरहेछ। यो चाहिँ को हाम्रो कागतीको अचार खाँदै हिँड्न हामी गाइज हामी त्यो चाहिँ हिँड्न नसक्ने मान्छे कुदिरहेको छ नि त्यहाँ भिडियोमा कुद्नलाई। खोइ अर्को हाम्रो हिरो, खोइ हिरो के छ? ठिक छ? कस्तो भइरहेछ? रमाइलो चुस्त पुरुस्त यही दुईटा हुन् गाइज। तर मेरो पेट लाग्यो के अरे हामी त्यस्तै हो। किलोमिटर भर्खर पुग्यो, अझै अब 3 किलोमिटर मोर टु गो। आस्था र अस्मिताको त हालत खराब भइसक्यो। अघि भिडियो खिचाएको छ त्यो के अरे 4 खुट्टा टेकेर हिँडेको। हामी के गर्नु त हिँड्नु परेन त होइन? अनि नहिँडेर कहाँ पुगिन्छ त? के धान जमाइन्छ कि के अरे समथिङ त्यस्तै एक्सर्साइज। हामीलाई बोकनै भने जस्तै गर्छ है साथीहरू हिँड्ने हन्। अनि मलाई हेर्नेमा चाहिँ म चाहिँ यस्तो उल्टो भयो म त आएन है। अनि भ्यू चाहिँ राम्रो हिँड्नु चाहिँ अलि धेरै पर्दो रहेछ। देयर आर मोर पिपल कमिङ पछाडिबाट। अनि अगाडि पनि जाँदै हुनुहुन्छ कता धेरैजनाहरू होइन। अनि जुत्ता चाहिँ पुरै कालै भइसकेको छ। भरभरको ब्याग अनि पानी बोकाएर बस्यो। के अरे के सुगम के भयो अरे फेरि? फेरि भन न। सुन्दरी भनिन् भनौँ न अब कुकुर मलाई भिडियोमै लाइन हान्न बादल बेसिलिङ हो पहिला पहिला स्कुल केटाहरूले मात्रै भने स्कुलदेखि नै सुन्दरी रहेछ नसुविधा होइन इन्डाइरेक्ट के माथि फेरि लिपस्टिक लगाएकोलाई सेम आस्था चाहिँ के खाएको? मेरो लिपस्टिकको जहिले प्रब्लम के प्रब्लम भयो म वनेला लिपस्टिक कस्तो राम्रो बाटो रहेछ यो त भनेको कि। यो आनन्द छ। म वनेला लिपस्टिक लगाउन सक्छु गाइस केही छैन त्यसमा। फाइनली हामी यो लकडाउन भन्ने ठाउँ आइपुग्यो। अब यहाँ बदामहरू खान्छ। ओ बदामहरू खाम बसेर बरु बदाम खाम बदाम। कस्तो दामी है, कस्तो दामी गाइस। ल देखाइदिउँ न त। यो क्यामेराम्यानको पनि कमाल हो अलिकति त। क्यामेराम्यान चाहिँ कमाल। सबसे वर्स्ट क्यामेरा पुग्ने ठाउँ भन्दा पनि देखाऊ। पुग्ने ठाउँ कता हामी? त्यो त्यो माथि कहाँ हो खै थाहा छैन। हो लकी कहाँ हो? हामी यहाँ माथि जाने अलिक धदा देखि जस्तो भएको नि हो यहाँनिर जाने हामी। जाडो भयो एकछिनमा उयो हुन्छ क्या चिसो आउँछ। सुत्न लाग्यो कि अवस्था गलेर बिस्किटलाई के समस्या के? तिमी गएर सघाइदेऊ न यसो सहयोग गर्दै थियौ। तिमी चाहिँ के मालिक नि यस्तो बसेको हिँड्छौ? समाइदेऊ यता हेर दुईटा अल्छे यहाँ बसेर सिकाइरहेछन् जानु छैन। जस्तो मान्छे त्यस्तै आउँछ क्या। यो चाहिँ के हो हाम्रो टिफिन गाडीमा? काँक्रा पनि चाहिँ हाम्रो यहाँ काट्ने पनि खतरा छ है। यो चाहिँ आस्थाले आफै इन्भेन्ट गरेको। अब यहाँ चक्कु सक्कु ल्याउन पाइँदैन रहेछ। ल्याएको चक्कु पनि बाहिर छोड्नु पर्यो। धन्न सुगमले चम्चा चाहिँ ल्याएछ। खानाको लागि काम गरे नत्र के गर्थिन्? म चाहिँ यो बटारे खान लाग्यो। मिठो 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 छ बटारे।
ला खै त यसको प्राइस त्यो ओरेन्ज बटालाई कस्तो आउने हो सिसामा हालिदिन्छ त म यहाँ हस्को गाह्रो हुन तल त्यस्तोमा लट्ठी पकड्ने भइसकिन् नसकेर हिँड्न होइन गाइस टिकटक बनाउँदा मात्र चटपटे मिठो बनाएको थियो सुगमले ल्याएको सामान बनाएको आस्थाले लास्ट मिठो भएर हामीले अझै प्याकेट बनाएर राख्यौँ अस्मिता चाहिँ गफ जोत्ने अरू के हुन्छ आइटम खाँदै बस्ने मात्रै हो बरु मैले सहयोग गरेँ बनाएको चाहिँ मैले यो बनाउँ न ए भगो कति छिटो हिँडेको अहिले त बाबाले त भिडियो गरिदिनु पर्ने रहेछ न त 4वटा खुट्टा टेकेर चाहिँ 8 घन्टाको हाइक सक्छु भन्ने मान्छेको अनुहार गइसक्यो 1 घन्टाभन्दा बढी नजाने भन्ने चाहिँ एकदम फ्रेस गाइज जति हिँडे पनि आउँदैन हिँडेको हामी कस्तो रहेछ थाहा छैन हामीलाई अब राम्रो होस् साथीहरू चाहिँ यस्तो भइरहन् म चाहिँ ए लौ अस्मिता तिमीलाई लौ त्यही झोला यसमै हो हैन यो लिगा त कता हाल्यो त्यहाँ छ मेरो ब्यागमा हा खानी त अब चटपटे खाने हो गाइज मान्छे जल्दी जल्दी गर जल्दी अब अस्मिताले छिटाइदिनु भिडियो देखेपछि कल आफै गरेर हो कहाँ आउनुपर्छ उसलाई कल आफै म जान्छु भन्दा अघि भर्खर भन्दै थिइन् त जस एनर्जी चाहिँ नाइस छ क्या तिम्रो ल यत्तिकै हुनुपर्छ सदाबार अब आइसक्यो ल गाइज फाइनल्ली डेस्टिनेसन पुग्न लाग्यो फाइनल्ली अब हामी डेस्टिनेसनको एकदमै करिब आइसक्यौँ रातो निलो पिरो के हो सबै अस्मिता भइसक्यो आस्था बरु 1 घन्टामा हिँड्न सक्दिनँ भन्ने मान्छे एकदम जोस जाँगर छ पुरै अब उसलाई पुग्न पाएको छैन फोटो खिच्नु छ भ्यू टावर छ क्या त्यहाँ आएको मान्छे आएकै थाहा भयो जोस हाम्रो रुट चाहिँ के थियो हामी सुरुमा बालाजु गङ्गापु बस पार्क आयौँ होइन त्यहाँबाट बाइपास हुँदै फुलबारी गेट आयौँ र त्यहाँबाट फर्म भरेर टिकट काटेर 100 रुपियाँ नेपालीहरूको लागि अनि त्यसबाट हाइकिङ लाग्यो 10:30 भएको थियो सुगमले ढिलो गरेको थियो र त्यहाँबाट यात्रा गयो माथिसम्मको दिस इज द फाइनल डेस्टिनेसन गाइज त्यो भ्यू चाहिँ देखिन अलिकति चिसोले चिसो लागेको जस्तो छ फाइनली हामी डेस्टिनेसनमा आइपुग्यौँ अस्मितालाई बल्ल 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 ल्यायो होइन बोकेर ल्याए जस्तो गरेर दामी ओइ आस्ता यता हेर त
कति राम्रो आयो ल सुगम दादा अलि हाँस भिडियो बनाउँदा यार त्यस्तो अलि हाँस न यहाँ गाउँछ रेडी सरी गो मेरो गाला कति राम्रो देख्छ त रातो भएर त्यो मोबाइलको अलिक मैले फिल्टर लगाएको छु कि प्लिज ल यो प्लिज ओइ आकाश कति राम्रो देख्छ आस्था हट त कहाँ हट्ने हो र कता मान्छे त्यस्तै छु राम्रो है छि अरे अनि त्यस्तै छ भनेको राम्रो हो सुगम यार तिमी के हो सुगम देख्न मान्दा भन तिमीलाई कस्तो लाग्यो ल यात्राको बारे यसो केही एक दुई शब्द जाओस् त ल सुगम सर राम्रो छ राम्रो राम्रो छ अनि के कस्तो लाग्यो यात्रामा कस्तो हो त रमाइलो भयो रमाइलो भयो अनि अस्तिको साथीहरूसँग त रमाइलो कि आज रमाइलो दुइटै रमाइलो के रे दुइटै रमाइलो बाँचिलो तर अस्ति त्यो गरेन होला आज त्यसलाई खुब चासो राख बाटोमै लुगा खोलेर उसले त के अरे सब फेर गर्मी भएर बिचरा त्यही अस्ति आएको मान्छे थाहा छैन मौसम कस्तो हुन्छ अस्ति गर्मीमा आयो अहिले जाडोमा आएको अनि त्यही भएर एक पत्र लगाएको थियो भनौँ न हाई गाइस गाइज कफी चाहिँ मेरो स्पेसलिस्ट हो है एकदमै हाल्ने मात्रै हो बोल्ने होइन भ्यू चाहिँ यति राम्रो छ सबभन्दा खतरा चाहिँ अस्मिता हो क्या जे बनाउनु थालो खाने मात्रै एकैले बोल्ने हो यसलाई। वाट गेस नो गेस यो चाहिँ अब धेरै भयो अरे क्या अनि म चाहिँ चाहिँ? बनाउँदैछु यहाँ चाहिँ खाने मात्रै कामै छैन मेकअप गर्ने खाने मेकअप गर्ने खाने लिपस्टिक कतिवटा छ अरे लिपस्टिक कतिवटा 5-6वटा छ भने हो बिचरा मेहनती चाहिँ आस्था हो तर खासै मिठो चाहिँ बनाउँदिन नि त्यही पनि अब चल्छ यतिको कसले ल्याएको छान्ने हो यो गाइस कफी पनि चिया खाए जस्तै छ हेर न यहाँ राम्रो कफीहरू यस्तै यो छान्ने भएन कि सबै भित्र जाँदो रहेछ राम्रो कफीहरू यस्तै हुन्छ नि खानु राम्रो कफी नराम्रो ढङ्ग फेरि रोक एक्सपिरियन्स त तिमीलाई थियो होला बढी सम्भवतः अब हाम्रो यो भ्लगको अन्त्य यही होला किनकि चार्ज सकिन आँटिसक्यो हामीले अझै हामीले